अनि यो अहिले नेपालमा फेसबुकले मोनेटाइजेसन इनेबल गरिदिएको पनि अवस्था छ होइन। धेरै कन्टेन्ट क्रिएटरहरू एकदमै उत्साहित हुनुहुन्छ होइन। डेली बेसिसमा अहिले कन्टेन्टहरू नयाँ किसिमका कन्टेन्टहरू घरायसी कन्टेन्टहरू पनि आइरहेको अवस्थाहरू छन् होइन। जो नयाँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ, जो अहिले भर्खरै फेसबुकले जुन फिचर दिएको छ, उहाँहरूको लागि चाहिँ तपाईँको सुझाव चाहिँ के छ? लाइक अब कन्टेन्ट क्रिएसन गर्दाखेरि एआई एडाप्सनदेखि लिएर होइन, अब त्यो एकदमै जेनेरिक वेमा बनाउने भिडियोजहरूदेखि लिएर तपाईँले चाहिँ उहाँहरूलाई चाहिँ के सजेस्ट गर्न चाहनुहुन्छ? म चाहिँ कम्प्लिटली नयाँ जो हुनुहुन्छ, जिरोबाट जो स्टार्ट गर्दै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ एउटै सजेसन दिन चाहन्छु। कन्टेन्ट तपाईँले आफ्नो बनाउनुहोस्, क्रिएटिभ युनिक बनाउनुहोस्। तपाईँलाई एक न एक दिन फेसबुकले पुस गर्छ र त्यो कन्टेन्ट एउटै निसमा हुनु पर्यो। तपाईँले निसलाई चाहिँ एकदमै बाँधेर समातेर राख्नु पर्यो, त्योभन्दा बाहिर फुत्किन दिन भएन। तपाईँ ट्राभल ब्लग गर्दै हुनुहुन्छ भने ट्राभलकै मात्रै गर्नुहोस्, फुड ब्लग गर्दै हुनुहुन्छ भने फुडको मात्रै गर्नुहोस्, त्योभन्दा बाहिर नजानुहोस्। एउटा सर्टेन टाइम पिरियडमा तपाईँको एउटा अडियन्स बनिसकेको हुन्छ। त्यो अडियन्सले तपाईँलाई खाना पकाएको हेर्न मन पराउने अडियन्स बनिसकेको हुन्छ। अनि फेरि तपाईँले त्यो फुड ब्लगबाट ट्राभल ब्लगतिर जम्प गर्नुभयो भने त्यो अडियन्स चाहिँ त्यहाँबाट मिसलिड हुनसक्छ। त्यसैले निसमा काम गर्नुहोस्, कन्सिस्टेन्ट हुनुहोस्, क्रिएटिभ हुनुहोस् र युनिक हुनुहोस् भन्छु म। र एआईलाई एड्याप्ट गरेर जो जतिले भिडियो बनाउनुहुन्छ उहाँहरू पनि क्रिएटिभ नै हो एक हिसाबले होइन। उहाँहरूको आफ्नै विधा छ, आफ्नै स्टाइल अफ वर्क छ होइन। उहाँहरूले पनि कन्टेन्टलाई चाहिँ कसरी अझ एन्टरटेनिङ बनाउन सक्नुहुन्छ, इन्फर्मेटिभ बनाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ अझै एआईकै थ्रुबाट अध्ययन गर्न सक्नुहुन्छ उहाँहरूले। त उहाँहरूलाई धेरै भनिराख्नु चाहिँ पर्दैन जस्तो लाग्छ।